जीवन मरेपछि हुन्छ घराने। अरे यो जीवन मरेपछि हुन्छ घराने। जीवन सारा सम्पूर्ण घन खरानी भएर जाने भएको कारणले राजा परीक्षित महाराज अन्त्य नारायण स्मृति, अब अन्त्यमा भगवान नारायणको भजन और मनन कीर्तन म यहाँलाई म बताउँछु, सुन्नुहोस्। भगवानको नाम संकीर्तनको प्रभावबाट उद्धार हुने कारणले गर्दा अन्त्य नारायण स्मृति, अन्त्यमा ईश्वरलाई नै सम्झने हो, सधैँ सम्झने हो हुन त, तर पनि अन्त्यमा चाहिँ कहिले नबोल्नु। अन्त्यको वर्णन अन्तिम हुन्छ भगवानको प्रतिमा, जसले जब अन्तिममा ईश्वरलाई सम्झना गर्यो त्यो परमगत प्राप्त हुन्छ, कुनै शंका छैन भनिकन राजा परीक्षित महाराजलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्त्वको बारे यथार्थ जानकारी गराइकन ज्ञानवर्धकको प्रकरण बताउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। चार जात 36 वर्णको फुलबारी भने के पृथ्वीनारायण शाहले पनि आज्ञा भएको छ, हुकुम भएको छ गरे। र चार जात भनेको जब यस किसिमबाट ब्राह्मण क्षत्रिय वैश्य शूद्र भनेर ब्राह्मणस्य मुखमासित बाहु राजन्यकृत भनेर भनेको छ। ब्राह्मणहरू मुखबाट जन्मी त्यो भने होइन, त्यसको भाषा त्यो होइन क्या। बाहुन पनि कहीँबाट मुखबाट जन्मन्छ मान्छे नि कतिवटा, के बोलेको त्यो? ब्राह्मण भनेको मुख, भनेको मुख, सबैको मुख बाहुन भनेको। बोल्ने कुरामा, मन्त्र दिने कुरामा, विचार दिने कुरामा, विवेक दिने कुरामा, ज्ञान दिने कुरामा, अठोटीय निर्णय दिने कुरामा ब्राह्मण सिपालु छन्। त्यसकारणले सबैको अङ्गको भनेको प्रधान अङ्ग मुख भनेको ब्राह्मण हो, त्यो भने हो। क्षेत्री भनेको हातबाट जन्मिया होइन, बाहु राजन्यकृत। क्षेत्रको अर्थ तीनटा हुन्छ। क्षेत्र भनेको शरीर, क्षेत्र भनेको हात, क्षेत्र माने क्षेत्रफल पृथ्वी, क्षेत्रफल भन्छ नि पृथ्वीलाई। यसै कारणबाट क्षेत्रज्ञ हातले पृथ्वीको र मानिसको साराको रक्षा गर्ने उनको कारणले उनको नाम क्षत्रिय। वैश्य भनेको के त? वैश्य भन्नासाथ पेट भो, हातले मुछ्यो, मुखा बुझाइदियो, सलक्क निल्यो, पेटा गयो, वैश्य जति धनी जम्मा हुने ठाउँ। अहिले यहाँ घर राम्रा हो भनेदेखि कसको भनेर सोध्नै पर्दैन, सबै वैश्य। बिल्डिङ जब अलिकति डेकोरेसन भएको घर कसको भनेर भन्ने हो भने वैश्यको हुन्छ। हर्लङ्गैबाट भत्किरहेर चाहिँ भने बाहुनको हो भनेर बुझे हुन्छ उतैबाट। त्यस्तै छ। र त्यसै कारणले गर्दाखेरिमा अब वैश्यहरू धनी यदि भइसकेपछि यस कारणले गर्दाखेरिमा वैश्य धनी हो। वैश्य भनेको आफूमा रहने सामग्री, शूद्र भनेको पाउ भनेर भने होइन, शूद्र भनेको आधारशील व्यक्तिहरू। शूद्र भनेको अपमान गर्ने होइन, शूद्रको अर्थ तिमी नबिग्र, शूद्र शूद्र शूद्र, तिमी अगाडि आऊ, शूद्र न। तन्त्र दिन्छु, मन्त्र दिन्छु, ज्ञान दिन्छु, विवेक दिन्छु, विचार दिन्छु, शूद्र। ए शूद्र 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 शूद्र, उनलाई त सुधार्ने भने पो त बिगार्ने भने हो र। यो प्रकारले सुधार्ने काम गर्नु। अनि अर्को कुरा फेरि शूद्रलाई पाउ नसम्झनु। अब पाउने सम्झे पनि आधारशील हुन् तिनी। तपाईहरू सासूलाई ढोग्नु पर्यो भने, ससुरालाई ढोग्नु पर्यो भने, बाबालाई ढोग्नु पर्यो भने, आमालाई ढोग्नु पर्यो, गुरुलाई ढोग्नु पर्यो, श्रीमानलाई ढोग्नु पर्यो भने कहाँ ढोग्नुहुन्छ? टाउका होइन, पाउमा नै हो बस। पाउ भनेको शूद्र नै भए तापनि सम्मानित स्थान त रहेछ नि त्यहाँ। एक अङ्गका सम्पूर्ण अङ्गहरू हुन् सम्पूर्ण पूरक यस मान्यता नै। त्यसरी सम्पूर्ण प्रकारले ब्राह्मण क्षेत्रीय वैश्य शूद्रको अपमान कसैले कसैलाई नगर्नु। जातीय भेदभावको दृष्टिभन्दा मानवीय गुण र धर्मको पहिचान गर्नु, यो हो अहिलेको माग। यो हो जब वैदिक कालको सिद्धान्त भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो। र ब्राह्मण क्षेत्रीय वैश्य शूद्र यो चार जात भनेर जो भनिएको छ, त्यो ब्राह्मण क्षेत्रीय वैश्य शूद्र यो चारै जातमा चतुरपना ब्राह्मणमा छ है। त्यसै कारणबाट बाहुनवाद भन्छन् नि। ल बाहुनले खायो, बाहुनहरू कहीँ नभएका बाहुनहरू भन्छन्। अब बाहुन नभए औँसी र पुर्ने कसैले जान्दैन के होइन त। बाहुन नहुने हो भनेदेखि जब यस कारणबाट जब सुत्केरीलाई पनि गाउँ छर्न बाहुनै चाहियो, क्रियापुत्रीलाई पनि गाउँ छर्न बाहुनै चाहियो। बुढो जब थला परे बेला नि बाहुनै चाहियो, बुढी थला परे बेला नि बाहुनै चाहियो। त्यसलाई अपमान त गर्न भएन। त्यसै कारणबाट बाहुनलाई सम्मान चाहिँ गर्नु। तर ब्राह्मणले पनि
यस कारणबाट समानुपातिक दृष्टि सबैमाथि सुधार गर्ने प्रकारको काम ब्राह्मणले गर्नु, तब गुरुत्व प्राप्त हुनेछ। यही हो नीति। अनि त्यसपछिबाट ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र यो 4 जातको वर्णन। अब 36 वर्ण भन्छन् नि। 36 वर्ण भने क्या हो? जनजाति भन्नु होला। जनजाति त जब परार स्थानीय विकासले निकालेको थियो 61औं जनजाति भनेर, अनि 2टा कटाएर 59 भन्न थालेपछि फेरि। तर यो जनजाति त्यो जनजाति होइन। जनजाति भनेको वर्णको जनजाति भनेको होइन, अक्षरको वर्ण भने हो के। जस्तो 36 वर्ण भनेको कबाट ज्ञ त्र सम्मका अक्षरमा 36 वटा हुन्छ हुँदैन हो। त्यही हो क ख ग घ ङ। ठुलो वर्णमाला र सानो वर्णमाला भनेर पढायो कि होइन उहिले हामीले? हो त्यही हो नि वर्ण भनेको, अक्षर हो। अक्षरांशलाई बुझ्नु। जात भनेको अण्डज, उद्भिद, जरायुज, स्वदेश 4 जात हुनु। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र होइन, 4 जात। अण्डज फूलबाट उत्पादन हुनेको 1 जात, काटेर भावरा सर्नेको 2 जात, रोपेर उम्रिनेको 3 जात, जब शरीरको मैला पसिनाबाट तयारी हुने जुम्रा, उपियाँ आदिको 4 जात। बस यो 4 जात कबाट ज्ञसम्मको अक्षरमा 36 वर्ण। यही हो 4 जात 36 वर्ण। यसरी लेख्नु। यही हो नीति। कसैलाई अपमानको दृष्टिबाट यो काम नगर्नु, सबलाई समानुपातिक दृष्टिबाट अवसर दिनु। र यसै कारणले अनि मात्रै मुलुकको रक्षा हुन्छ, अनि धर्ममा विखण्डन आउँदैन, अनि समाजमा विखण्डन आउँदैन। र यस कारणबाट यो र ऊ साम्प्रदायिक कुरालाई भड्काउने काम कहिल्यै नगर्नु। यस कारणबाट राजनीति जब भड्केला, साम्प्रदायिक र धार्मिक दङ्गा पनि भड्कन थाल्यो भने टिक्न सक्दैन। यस कारणले यस कुरालाई चाहिँ बडा होसियारी हुनुपर्छ, सबले जिम्मेवारीपूर्वक। राजा परीक्षितलाई सुखदेव स्वामीले यस प्रकारबाट निर्णय गर्नुभएको छ। अब बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भन्दाखेरिमा, अब भगवानको धेरै प्रकारका अवतार भए। मत्स्य, कुर्म, वराहश्च, नरसिंहंश, वामन, रामो, रामश्च, कृष्णश्च, बौद्ध, कल्कि तथैव च। यी 10वटा अवतार पूर्णांश अवतार भन्छन्। यो पूर्णांश अवतारमा के हुन्छ? माछाको अवतारबाट प्रभुले काम गर्छु भन्ने निश्चय गर्नुभएको रहेछ। माछाबाट काम गर्दै जाँदा सक्नु भएन। अब फेरि त्यसपछिबाट जलको काम गर्न थलमा गएर त भएन, कछुवा बन्नुभयो, कछुवाबाट भएन, बराह बन्नुभयो, बराहलाई सुँगुर माने कसैले मानेनन्, सिंह बन्नुभयो, नरसिंह 4औं अवतार। 5औं अवतार मान्छे बन्नु पर्यो भनेर सानो मान्छे बनेर आउनु भएको। सानोलाई कसले टेर्ने? यहाँ टेरुन् न वहाँ टेरुन्, कसले टेर्छन् सानोलाई? ठुलाले बोले त्यसै नहाँस, अब घत नपऱ्यो नि हाँस्नु पर्यो, मन नपरेको कुरा भयो भने भन्नु पर्यो। यसै कारणबाट अब ठुलाको जब मर्यादाका लागि, अनि त्यसदेखि पछाडि ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र मात्रै नबनिकन जब 5औं वर्ण भगवानको वामन अवतार, 6औं परशुराम हुनुभयो। परशुराम हुँदाखेरिमा के भयो? सारा मान्छे थरर, सानालाई टेरन भनेर ठुलो भएको थरर सबै हाकार। ओहो, पलमा बसेर ठुल्याइ लिइदिनु हुँदो रहेछ, बडा आतंकित हुँदो रहेछन् बा भो। अब आफै राजा भएर देशलाई, समाजलाई अग्र एकदम जब एउटा उत्तम गतिमा लैजान्छु भन्ने विचार राखेर रामचन्द्र राम राजा भएर आउनुभएको थियो। सबैले मान्छन् भने त धोबीले कुरा काटिरहेको चाहिँ गाउँमा। रामचन्द्र जस्तो पाजी र लाची पामर महु, अर्काले लया बुढी ल्याउने भनिरहेको चाहिँ एउटाले। बाबा यो पनि र गतिलो काम रहन्छ, राजा पनि हुन्न भयो, भइगयो। अब नेता बन्छु भनेर कृष्ण नेता भनेर आउनु हो। जब नेता भनेर आउनु भएको थियो, नेतालाई त यहाँ पनि त्यस्तै हो, वहाँ पनि त्यस्तै हो। कृष्णलाई कहीँ तुलो छेका छन्, कहीँ डडेलामा पारेका छन्, यहीँका यमुस जस्तै हो वहाँ। यसै कारणबाट आउलन भनेका छन्, डडेलो थापिया छन्, कहीँ हात्ती लगाइदिएका छन्, कहीँ भालु लगाइदिएका छन्, कहीँ बाघ लगाइदिएका छन्, कहीँ शत्रु लगाइदिएका छन्, कहीँ डडेलो लगाइदिएका छन्, कतै सर्प लगाइदिएका छन्। यस्तो गरेर आतंकित बनाए भगवानलाई। तर मानिसले 2 कुरामा विचार गर्नु। नेतृत्वमा रहने मानिसले 2टा कुरामा डराउनु हुँदैन। कि पद छोड्नुपर्छ, कसैको विरोधै आउँदैन, कि पदमा बस्दा विरोध आउँछ, सामना गर्नु। बस यो 2टा कुरा नछोड्नु। पद छोडिदिएपछि कसैले केही भन्दै नगराइकन एकादशी लिन्छु भने कसले के गर्छ? यहाँ त छाडकाँड जिउचो लाइजो त भन्छु भनेपछि अब प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धा भएपछि उत्तरै चढाव हुन्छ। राम्रो कुराले ल्याउँछ, नराम्रो कुराले ल्याउँछ, सामना गर्दै जाने, लाइजो भनेर लड्दै जाने, त्यो हो। र यस्तै कारणबाट यो प्रकारले भगवान कृष्णले सामना गर्दै जानुभयो। अनि त्यो नेतृत्व पंक्ति अब ठिक जस्तो लागेन र अब शान्तिका लागि बुद्ध भन्नुभयो भगवान। शान्ति ज्ञानी भन्नुभयो। अब अशान्ति हुनेछ अनि पुनः कल्की
प्रारम्भ हुनेछ र संसारको सारा नाश भएर जानेछ। यसरी भगवानले अवतारहरू विविध प्रकारको क्षेत्रमा लिएर समाजको विकास र निर्माणको निमित्त आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको छ। ठुलो काम प्रभुले गर्नुभएको छ भनेर राजा परीक्षित सुखदेव स्वामी का हजुरमा बारम्बार संवादको प्रकरण अगाडि बढो भन्ने सम्मको कथा यस अध्यायबाट। जय हरि।